टेन्सन बिनाको मान्छे हुन्छ। तँलाई टेन्सन, मलाई पनि टेन्सन, 20 सन। मान्छे टेन्सन बिनाको कोही पनि हुँदैन, बुझिस्? अब दसैँ आउनु आँट्यो, कुखुरा बाख्रा गाई भैँसीलाई कति टेन्सन छ होला लु भन् त बिचराहरूलाई। बिचरा अरे मासु खानु पाइस् भने त राल सिकन हुँदा गम कि गम खान्छस् त। अन्त दसैँमा चाहिँ कति मासु मगाइस् है तैँले? दसैँको लागि 4 केजी भैँसी, कुखुरा 3 केजी, सुँगुरको चाहिँ फिक्स भएको छैन हौ। फिक्स भएको छैन? किन? किन? सुँगुरको मासु पाउँदैन भनेर तँलाई थाहा छैन? गाउँघर जसकोमा सुँगुर काट्नेवाला छ नि, बेलुकै ओढ्ने ओछ्याउने लगेर खोरको छेउमा सुत्यो भने मात्रै भोलि बिहान पाउँला, नत्र भने चाहिँ मुस्किल छ। आइडिया चाहिँ ठिक दिस् है तैँले मलाई। यो आइडिया त मेरो लाग्यो, तेरो लाग्यो हो? आउँलास् नि पछि 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 अँधेरोमा ओढ्ने र ओछ्याउने लिएर। अन्त म चाहिँ के गर्नु? मलाई चाहिँ मासु चाहिँदैन? चाहिन्छ भने आइडिया लगा न अन्त।